पतञ्जलि योग समिति लमजुङको आयोजनामा राइनस नगरपालिका वडा नम्बर 5 स्थित शैलपुत्री नमुना माध्यमिक विद्यालयमा 5 दिवसीय योग विज्ञान शिविर सुरु भएको छ। विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै सुरु गरिएको शिविरको उद्घाटन राइनस नगरपालिकाका नगर प्रमुख खड्कबहादुर गुरुङले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख गुरुङले योगले मानव जीवनमा शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा फुर्तिलो बनाउने मात्र नभई मानिसलाई अनुशासनमा राख्ने काम पनि गर्ने अनुभव उहाँले गरेको बताउनुभयो। उहाँले यस्तो अभ्यासले विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। शिविरको पहिलो दिन पतञ्जलि योग समिति लमजुङका अध्यक्ष अङ्गराज घिमिरे, उपाध्यक्ष चक्रराज सिलवाल, महासचिव सन्तोष पौडेल, प्रशिक्षण विभाग प्रमुख कमल अधिकारी, महिला समिति अध्यक्ष शोभा पन्थी लगायतका प्रशिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। शिविरमा योग अभ्यास, प्राणायाम, ध्यान तथा जीवनशैलीमा सुधार ल्याउने विधिहरू सिकाइनेछ। महासचिव पौडेलका अनुसार नियमित योग अभ्यासले श्वास प्रश्वास प्रणाली सुधार हुनुका साथै मानसिक तनाव घटाउने, आत्मबल वृद्धि गर्ने र एकाग्रता बढाउने जस्ता फाइदा हुन्छन्। तसर्थ विद्यार्थीहरूलाई लक्षित गरेर योग विज्ञान शिविर राखिएको हो। विद्यालयका प्रधानाध्यापक दिनेश चिलवालले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै पतञ्जलि योग समितिले विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गरेर यस्तो कार्यक्रम ल्याउनु सराहनीय रहेको बताउनुभयो। यसले शारीरिक तथा मानसिक रूपमा स्वस्थ समाज निर्माणमा योगदान पुर्याउनेछ उहाँले भन्नुभयो। शिविर यही जेठ 15 गतेसम्म सञ्चालन हुनेछ।